अस्ट्रेलियाले नेपालबाट निर्यात हुने खाद्यान्नमा प्रतिबन्ध लगाएको छ। नेपालबाट अस्ट्रेलिया निर्यात हुने गुन्द्रुक, कोदो, भटमास, फापर, मकै लगायत खाद्य सामग्री आयातमा कडाई गर्दै अस्ट्रेलियाले तत्कालको लागि रोक लगाएको छ। नेपालबाट निर्यात गरिएका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रिया विषादीकरणमा प्रयोग गरिएका कागजातहरू शङ्कास्पद पाइएपछि अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन एनपीपीओले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा गम्भीर अवरोध सिर्जना भएको बताए। अन्तर्राष्ट्रिय नियमअनुसार जुन देशका खाद्य सामग्रीको उपचार फ्युमिगेसन ट्रिटमेन्ट गरिन्छ सोही देशले स्वास्थ्यताको प्रमाणपत्र जारी गर्नुपर्छ। नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रवृत्ति नभएका कारण सन् 2021 देखि नेपाली सामग्रीहरू भारतको कोलकाता पठाएर त्यहाँ उपचार गरी नेपालबाट प्रमाणपत्र जारी गरेर पठाइने गरिएको थियो। तर पछिल्लो समय यस प्रक्रियामा गम्भीर लापरवाही र बदमासी भेटिएकाले अहिले अस्ट्रेलियाले रोक लगाएको पौडेल बताउँछन्। सामान नेपालमै हुँदा कोलकातामा उपचार भइसकेको नक्कली कागजात बनाउने, प्लास्टिकमा प्याक गरिएको सामानलाई नै उपचार गरिएको भनी प्रमाणपत्र दिने जस्ता कार्यहरू व्यवसायी र कोलकाताका ट्रिटमेन्ट प्रोभाइडरबाट भएको पाइयो, पौडेलले भनेका छन्। उनका अनुसार अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसनले आधिकारिक इमेल पठाउँदै नेपालको प्रमाणपत्रमा विश्वास गर्न नसकिने उल्लेख गरिएको छ। पछिल्लो समय पठाएका सामग्रीमा किरा समेत भेटिएपछि अस्ट्रेलियाले नेपाली अधिकारीहरूलाई सचेत गराउँदै आयात रोकेको हो। अस्ट्रेलियाले हाल नेपाललाई 2 वटा विकल्प दिएको छ। पहिलो, नेपालले आफ्नै भूमिमा अस्ट्रेलियाले तोकेको मापदण्ड र मेसिन प्रयोग गरेर सामानको उपचार गर्नुपर्नेछ। दोस्रो, यदि तेस्रो मुलुक भारतमा उपचार गराउने हो भने भारतीय सरकारी निकायलाई नै त्यसको 100% जिम्मेवारी लिएर रिएक्सपोर्ट फाइटो स्यानिटरी सर्टिफिकेट जारी गर्नुपर्ने बताएको छ। हालको अवस्थामा नेपालका अधिकारीहरू कोलकाता गएर प्रत्येक कन्टेनर अनुगमन गर्न सक्ने अवस्थामा छैनन् र भारतीय पक्षले पनि नेपालका लागि यस्तो ग्यारेन्टी लिन नमानेको पौडेल बताउँछन्। यो समस्या समाधानका लागि नेपाल सरकारले आफ्नै उपचार केन्द्र निर्माण गर्ने प्रक्रिया अघि बढाइएको पौडेलले जानकारी दिए। स्वदेशमै फ्युमिगेसन सेन्टर बनाउने सरकारी योजना पनि वर्षौँदेखि प्रशासनिक र कानुनी उल्झनमा फँसेको छ। कीर्तिपुर स्थित बागवानी केन्द्रको जग्गामा यस्तो केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढेको पनि त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवादले गर्दा निर्माण कार्य अघि बढ्न सकेको छैन। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले यसलाई विकसित देशहरूले प्रयोग गर्ने नन ट्यारिफ ब्यारियर गैर भन्सार अवरोधका रूपमा टिप्पणी गरेका छन्, जहाँ गुणस्तर र क्वारेन्टाइनका नाममा विकास उन्मुख देशका उत्पादनलाई निरुत्साहित गर्ने गरिन्छ। नेपालको आन्तरिक क्षमता कमजोर हुन नै निर्यातको मुख्य बाधक रहेको उनीहरूले औँल्याएका छन्। हाल नेपालमा अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा पर्याप्त नभएको कारण सामानहरू भारतको कलकत्ता पठाएर उपचार गरी निर्यात गर्नुपर्ने बाध्यता छ। यस प्रक्रियालाई झन्झटिलो र जोखिमपूर्ण बनाएको छ। नेपाल र अस्ट्रेलिया बीचको वैदेशिक व्यापारमा नेपालले ठूलो व्यापार घाटा बेहोर्नु परिरहेको छ। पछिल्लो 9-10 महिनाको तथ्याङ्क अनुसार नेपालले अस्ट्रेलियामा करिब 1 अर्ब 50 करोड रुपैयाँ बराबरको खाद्यान्न निर्यात गर्दा सोही अवधिमा अस्ट्रेलियाबाट भने करिब 10 अर्ब रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ। तथ्याङ्क विश्लेषण गर्दा अस्ट्रेलियासँगको व्यापारमा नेपाल अहिले झन्डै 8.5 अर्ब रुपैयाँको व्यापार घाटामा छ।